1 वर्ष अघि यी नानीको जीवन अलिकति धकेलियो। दुर्घटनापछि उनी आइसियुमा पुगिन्। सबैको इच्छा उनी फेरि ठिक होस्। एक एक कदम, एक एक प्रयास, सहाराको एक्सपर्ट टिम डेडिकेसनले उनी फेरि बस्न र फेरि हिँड्न सक्ने भए। नमस्ते, मेरो नाम कमला शर्मा। हाल म अहिले काठमाडौँ महाराजगञ्ज सहारा फिजियोथेरापीमा। नानी चाहिँ रोड क्रस गर्दा एक्सिडेन्ट परेको। एक्सिडेन्ट पछि नानीलाई चाहिँ बुटोल लुम्बिनी अस्पतालमा 35 दिन राखेर त्यहाँ उपचार गराइयो। अनि त्यसपछि चाहिँ त्यहाँबाट रिफर गरेर यहाँ न्युरो हस्पिटल ल्यायो। न्युरोले लिएर आएर 17 दिन न्युरोमा राख्यो। अब नानीको चाहिँ थेरापी गराउनुपर्छ, थेरापीमा लैजानु भन्नुभयो। अनि उहाँहरू मार्फत चाहिँ यहाँ सहारामा लिएर आयो। अनि नानीको चाहिँ पहिला अवस्था चाहिँ क्रिटिकल नै थियो। नानी हिँड्न बोल्न केही पनि सक्दैन थियो, कोमामा थियो 2 महिना। नानी यहाँ लिएर आएपछि धेरै सुधार भएको छ। यहाँको ट्रिटमेन्टहरू, यहाँको सेवा सुविधाहरू सबै कुरा राम्रो छ। नानी अहिले चाहिँ बोल्न हिँड्न सक्ने सबै राम्रो भएको छ।